हेलो छ्याजलो नमस्ते सबैलाई अनि वेलकम छ मेरो युट्युब च्यानलमा र आज चाहिँ हामी नयाँ ब्लग सहित आज फेरि उपस्थित भइसकेका छौँ र आजको ब्लग चाहिँ के रहेको छ भने चाहिँ अन्तिममा तपाईँहरू आफैले थाहा पाउनुपर्ने छ र कमेन्ट गर्नु होला। यसको लागि चाहिँ हामी हाम्रो पुर्खौली घरतिर लाग्दैछौँ। गाउँपालिकाको समथिङ काम हो, के काम होला त्यो चाहिँ भिडियोको अन्तिममा थाहा पाउनुहुनेछ। र म यता रेडी भइसकेको छु। र म्याडम रेडी? आमा के हो यस्तो टिलिक्क टल्के? घामले डढ्छ नि त यो पोखरामा घाम यस्तो लाग्छ। हो र? अनि कालो भेन्टे छन्बन्द सुन्नु है। अब म रेडी भयो। अब म अलिकति टिकालाई मात्रै लाउनु बाँकी छ। अनि होइन गाइज टिका त लाउनु पर्यो नि त। खाली किन राख्नु? भएको निधार किन खाली गर्ने त है? भरिदिने हो भरिदिने हो ल क्यामेरामा दुईजना हेरेर रहेछ त ऐनामा हेर न। हेलो गोइङ टु बेलचक गाउँ। ल बाटोमा के हुन्छ म्याडमले अपडेट गराउनुहुन्छ है त। ओके अब घरबाट निस्किँदैछौँ। निस्किँदैछ होइन निस्किसकेँ होइन। गाइज भन्नु नि एउटा मात्रै पर्छ होइन? गाइजहरू भन्नु सबैजना पर्छ होइन पुरा? मलाई त इङ्ग्लिसमा जित्नलाई त मास्टरले पनि सक्दैन। पिएचडी गरेको मान्छेले सक्दैन है कसैले नि। एउटा इङ्ग्लिस बोल्दै पुरै के इङ्ग्लिस भन्नु? म इङ्ग्लिस बोल्न गइरहेको छु है गाइज। I'm going to Bilchak. Women. हाम्रो गाउँ जाँदैछ होइन हामी यहाँ। अब हिमालयन जस्तो त हिमाल हाम्रो यतातिरबाट देखिन्छ नि है। हिमालहरू देखिन्छ। तपाईँहरूको गाउँबाट देखिन्छ कि देखिँदैन गाइज? यसो कमेन्ट गर्नु त। रूपाकोट
बाटो किन बिजा बिजा दुख परिरहेको बाटो किन बिजा दुख परिरहेको बुढा दुई सक्छु त त्यसको आन्सरै छैन क्वेसन यति पढ्यो त्यसको एन्सर म होइन यो हाम्रो भिडियो हेर्नु क्वेसनै हुँदैन होला सोध्नु त गाई जान्छ क्वेसन सोध न मेरो बुढा एकदम ज्ञानी हुनुहुन्छ होइन गाइस ल हेर न फेरि दुलो परे फटायो ल हेर फेरि दुलो परे फटायो यस्तो छ बाटो ओहो कतै चाहिँ सर र कतै चाहिँ दुलो परेर भइरहन्छ तिर बाटो नि यस्तो छ है गाइजो बाटो किन दुलो पर्छ भनिदिनुहोस् त गाइजो कमेन्टमा यस छ मेरो बुढालाई सोधेको थाहा छैन भन्नुभयो ट्याक्सी आउँदैछ यताबाट बिर्चोक गाउँमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ है अब गाउँपालिका जानेबाट आइपुगिसक्यौँ हजुरहरूले देख्न सक्नुहुन्छ अनि यो माथि चाहिँ हाम्रो यो पुरानो बस्ती हो होइन अहिले हामी जानकारी गराउनेछौँ अब हामी चाहिँ लाग्दैछौँ गाउँपालिका जाने बाटो ल सोल्टिनु पसौसी आइरहेछ सोल्टिनु पसौसी आइरहेछ देख्न सक्नुहुन्छ होइन सब्जीहरू पुरीको सोल्टी गाह्रो छ सोल्टीहरू कहाँ डुल्दै हिँड्दाको बिहान बिहानै हामी आइपुग्नु लाग्नु सक्नु होइन यहाँ गाउँपालिका जाने बाटो हो फाइनली चाहिँ हाम्रो आइपुगेका छौँ यहाँ गाउँपालिका वडामा त बुढी र यो हामी आएको साधन यही हो ल अब हामी लाग्छौँ है त यता चाहिँ हाम्रो वडा कार्यालय रहेको छ यता रूपा मेला हरेक वर्ष चाहिँ लाग्ने गर्छ यो वर्ष चाहिँ 29 गति 1 गतिसम्म लागेको सकिसकेको रहेछ यता माथि चाहिँ हाम्रो गाउँको स्कुल रहेको छ यता मठ मन्दिर र बाँकी के रहेको छ हामी एकैछिनमा यहाँलाई जानकारी गराउनेछौँ ल गाइस हो हामी चाहिँ आइपुग्यौँ फाइनली देख्न सक्नुहुन्छ कस्तो दामी रुख छ हेर्नुहोस् त गर्मी महिनामा यहाँ शीतल ताउनलाई खतरा रमाइलो हुन्छ होला हेर्नु बुढा ध्रुवतारा क्लब भिरचोक रे के गर्नु र त्यो नेपाली नभए पढ्नै जान्थेन
के गर्नु र त नेपाली नभए पढ्नै जान्थ्यो यसो गाह्रो छ यो चाहिँ मञ्च भयो हाम्रो हामी लाग्दैछौँ हाम्रो वडा कार्यालय देख्न सक्नुहुन्छ हजुरहरूले फाइनली हामी वडा कार्यालय आइपुग्यौँ भिड रहेछ लाइन बस्नुपर्ने होला काम तापेर बसिरहेको छु कुर्सी पाएर उता आम फाल्दै गयो फाइनली हाम्रो काम सक्यो अब हामी के भन्छ अरे यसलाई वडा कार्यालयलाई बिदाई गर्दैछौँ बाई बाई डेलीले चाहिँ अगाडि हुनुहुन्छ मेरो बुढा थाक्नु भएको छ हिँड्दा 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 बिचरा मेरो बुढा नि मेरो बुढालाई अब फाइनली हामी काम चाहिँ सकाइरहेको छौँ र काम सकाइसकेपछि अहिलेसम्म रिभिल गरेको छैनौँ अब रिभिल गर्दैछौँ हामी के कामको लागि आएको रे बुढी हामी कानुनी बुढाबुढी हुन आएको नि त्यो भनेको के फेरि नबुझ्ला नि त्यो भनेको व्याख्या गर्नु पर्यो व्याख्या गर्नु पऱ्यो त्यो भनेको अब यदि के भइहाल्यो भने कानुन लाग्छ मेरो बुढालाई मलाई पनि मेरो बुढालाई पनि है हो त्यही बिहे दर्ता गर्न आएको हो त्यो बेदार त भन त्यो लम्बै चढै भन्नुपर्छ भने व्याख्या गर्नु पर्यो अलिअलि व्याख्या नगरी कामै छैन होइन कसैले त बुझ्दैन मैले त बुझ्दैन हो अब सबैले बुझ्छ बुझ्छ हाम्रो काम पनि भयो सक्यो अब मेरो बुढाले अलिअलि दुःख नि पाउनु भयो ठिकै छ यति दुःख नगरी त होइन सुखै हुँदैन सुखै हुँदाखेरि अलिअलि दुःख त गर्नै पर्यो यो चाहिँ अघि हामी गएको चोक यहाँबाट गएको थियौँ उताबाट हामी आएको बाटो भयो भने यो माथिको बाटो हामी गाउँपालिका र वडा कार्यालय गएर आयौँ र यहाँ माथि स्कुल पनि रहेको छ र हाम्रो पुर्खौली थलो चाहिँ यहाँ रहेको छ उतापट्टि एउटा केरा बोटभन्दा पछाडिको रातो माटो घर त्यहाँ हाम्रो बाजेहरूको घर भयो भने हाम्रो बाबुबाजेको मेरो आफ्नै बाबुबाजेको हाम्रो पुरानो घर चाहिँ भग्नावशेष यो जुन ढुङ्गाहरू मात्रै बाँकी देख्नुहुन्छ यो यहाँहरूले हो त्यो चाहिँ हाम्रो पुरानो बाबुबाजेको थलो यही नै रहेको छ हामी चाहिँ अब घर लाग्दैछौँ होइन भिर्चोक गाउँ भ्रमण गर्नुभएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद फेरि गाइदिनुहोस् त बुढा रुपै राम्रो रुपा तालको माथि भिरचोक गाउँ युट्युबमा गएर सर्च गरेर हेर्नु होला अब हजुरहरू पनि हाम्रो गाउँमा भ्रमण गर्न आउनुहुन्छ अनुरोध गर्दछु ल साथीहरू यो चाहिँ नाम चलेको रिसोर्ट रूपाकोट रिसोर्ट हो यो चाहिँ हाम्रै गाउँ नजिकै रहेको छ यो चाहिँ इन्ट्रेन्स एन्ड एक्जिट यहीँबाट ल यदि रूपाकोट रिसोर्ट घुम्न मन छ भने यहाँ आउनु होला हाम्रो गाउँ पनि नजिकै छ भिरचोक गाउँ पनि भिजिट गरिदिनु होला हाम्रो अब टिकटक पनि आइरहेको छैन होइन हजुरहरू टिकटकको पर्खाइमा हुनुहुन्छ होला हामी अब सानो सानो कामहरूले अब व्यस्त भएर अब टिकटकहरू हाल्न पाइरहेको छैन अपडेट गर्नु पाएको छैन अब बिस्तारै अपडेट गर्छु अब सायद भोलि पर्सिबाट सुरु नै गर्छु होला टिकटक अपडेट गर्न र अब हामीले कुन गीतमा टिकटक बनाउँदा ठिक होला हजुरहरूले यसो कमेन्ट गरिदिनु न है अनि हामी त्यही गीतमा के अरे टिकटक बनाउनेछु
more. Oh my god, धुलो. Oh my god. त्यो धुलो खानुको मजा नि छुट्टै छ नि बाइकको पाताल देख्न सक्नुहुन्छ हजुरले वाउ दुर्घटना सम्भावित क्षेत्र बाटो चाहिँ यस्तो छ हजुरहरूले अलिक ध्यान दिएर चलाइदिनु हुन अनुरोध गर्दछु यहाँ चाहिँ अब घाम नलागेर होला यस्तो छ बाटो चिसो बिहान जाँदा पनि यस्तै थियो फर्किँदा पनि यस्तै अवस्था छ घाम लाग्दै ठाउँमा चाहिँ यस्तो छ हेर्न सक्नुहुन्छ हजुरहरूले पताल देख्न सक्नुहुन्छ भ्रमण गर्नुभएकोमा धन्यवाद फाइनली अब घर लाग्यो फाइनली घर आइपुग्यौँ र भिड पनि छिरिसक्यौँ हामी आज चाहिँ के गर्न गएको भन्ने कुरा हामीले अघि नै जानकारी गराउनु त गराइसक्नु भइसकेको छ तर पनि हेर्न सक्नुहुन्छ हजुरहरूले हामी बिहे दर्ता गरिरहेको छौँ सुरुदेखि अन्तिमसम्म हजुरहरूले हाम्रो भिडियो हेरिदिनु भएकोमा हजुरहरूले धेरै धेरै धन्यवाद र यहाँहरूलाई हाम्रो भिडियो मन परेको छ भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु हुन अनुरोध गर्दछु धन्यवाद